यदि तपाईँ फेसबुक चलाउनुहुन्छ र फेसबुकमा फोटो भिडियोहरू पोस्ट गर्नुहुन्छ र ती पोस्टहरू यदि तपाईँ चाहनुहुन्छ कि कसैले पनि नदेखोस्, मात्र मेरो साथीहरू छन्, जुन मेरो फ्रेन्ड्सहरू छन् फेसबुकमा, त्यसले मात्र देखोस्, यदि तपाईँ चाहनुहुन्छ भने त्यस्तो गर्न सक्नुहुनेछ। यदि तपाईँ चाहनुहुन्छ कि मैले चाहेको व्यक्तिले मात्र देखोस् भने तपाईँ सेलेक्ट गरेर त्यस्तो गर्न सक्नुहुनेछ। यदि तपाईँ चाहनुहुन्छ कि मैले यो व्यक्तिलाई देखाउन चाहदिनँ भने तपाईँ त्यस्तो गर्न सक्नुहुनेछ सेलेक्ट गरेर। यदि तपाईँ चाहनुहुन्छ कि सबैले देखोस् त्यस्तो चाहनुहुन्छ भने तपाईँ गर्न सक्नुहुनेछ। र त्यो यी सेटिङहरू कहाँ गर्ने कसरी गर्ने हेर्नु म बताउन गइरहेछु। यो हेर्नुभन्दा पहिला यदि तपाईँ नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु, लाइक सेयर पनि गर्नु, किनकि म यस्तै भिडियोहरू लिएर आउँछु। त्यसको लागि पहिला फेसबुक ओपन गर्ने। हेर्नु म फेसबुक ओपन गर्छु। हेर्नु मैले ओपन गरेँ। अब ओपन गरेपछि अब यस्तो देखा पर्छ। यस्तो देखा परेपछि यहाँ तपाईँ फोटो भिडियोहरू हेर्न सक्नुहुनेछ स्क्रोल गरेर। हेर्नु यसरी तीमध्ये तपाईँ माथि देख्न सक्नुहुनेछ मेरो प्रोफाइल। त्यस्तै तपाईको पनि प्रोफाइल देखा पर्छ। त्यस प्रोफाइलमा क्लिक गर्ने। हेर्नु म क्लिक गर्छु माथि दायाँ साइड क्लिक गरे प्रोफाइलमा। अब क्लिक गरेपछि अब यस्तो देखा पर्छ। यस्तो देखा परेपछि यहाँ देख्न सक्नुहुनेछ तल विभिन्न अप्सनहरू र माथि सेटिङ संकेत छ सेटिङको, त्यसमा एकचोटि क्लिक गर्ने। हेर्नु म क्लिक गर्छु। हेर्नु म क्लिक गरेँ। अब क्लिक गरेपछि अब यस्तो देखा पर्छ। यस्तो देखा परेपछि यहाँ देख्न सक्नुहुनेछ विभिन्न अप्सनहरू तीमध्ये माथि यसरी स्क्रोल गर्ने। हेर्नु स्क्रोल गरेपछि अब यहाँ देख्न सक्नुहुनेछ तल POSTS पोस्ट्स लेखेको, त्यसको तल STORIES स्टोरेज लेखेको छ। त्यसको माथि हाउ पिपल क्यान फाइन्ड एन्ड कन्ट्याक्ट यु लेखेको छ। त्यस पोस्ट्समा क्लिक गर्ने। हेर्नु म क्लिक गर्छु। क्लिक गरेँ। अब क्लिक गरेपछि अब यस्तो देखा पर्छ। यस्तो देखा परेपछि यहाँ देख्न सक्नुहुनेछ माथि हु क्यान सी योर फ्युचर पोस्ट्स, त्यसमा एकचोटि क्लिक गर्ने। हेर्नु क्लिक गरेँ। अब क्लिक गरेपछि अब यस्तो देखा पर्छ। अब यस्तो देखा परेपछि यहाँ देख्न सक्नुहुनेछ यदि तपाईँ सबैलाई देखाउन चाहनुहुन्छ भने माथि पब्लिक लेखेको छ, त्यसमा एकचोटि क्लिक गर्ने यो दायाँ साइड। हेर्नु क्लिक गरेँ। अब क्लिक गरेपछि अब सेभमा क्लिक गर्ने। हेर्नु सेभमा क्लिक गरेँ। सेभमा क्लिक गरेपछि अब यस्तो देखा पर्छ। यस्तो देखा परेपछि यहाँ देख्न सक्नुहुनेछ माथि पब्लिक लेखेको छ हु क्यान सी योर फ्युचर पोस्ट्स, त्यसको तल पब्लिक लेखेको छ। यसरी तपाईँ गरेर राख्नुभयो भने सबैले जो कोही पनि तपाईँको पोस्ट हेर्न सक्छ। यदि तपाईँ फ्रेन्ड्स लेखेको छ त्यसमा यसरी क्लिक गरेर राख्नुभयो भने तपाईको साथीहरू मात्र हेर्न सक्छन्। जुन जुन तपाईको फेसबुकमा फ्रेन्ड्स छ त्यसले मात्र हेर्न सक्छ। यदि तपाईँ फ्रेन्ड्स एक्सेप्ट लेखेको छ त्यसमा क्लिक गरेर यहाँ सेलेक्ट गरेर माथि डनमा क्लिक गरेर र तल सेभमा क्लिक गरेर राख्नुभयो भने जसलाई तपाईँ सेलेक्ट गर्नुभएछ त्यसले मात्र तपाईको पोस्ट हेर्न सक्छ। हेर्नु माथि लेखाइसकेको छ फ्रेन्ड्स एक्सेप्ट। यदि तपाईँ चाहनुहुन्छ कि यसले मेरो पोस्ट नदेखोस् भने तपाईँ स्पेसिफिक फ्रेन्ड्समा क्लिक गर्ने। अब क्लिक गरेपछि अब सेलेक्ट गर्ने। सेलेक्ट गरेर तपाईँ माथि डनमा क्लिक गर्ने। डनमा क्लिक गरेपछि अब तल सेभमा क्लिक गर्ने। सेभमा क्लिक गरेपछि अब यस्तो देखा पर्छ। हेर्नु हु क्यान सी योर फ्युचर पोस्ट्स लेखेको छ, त्यसको तल स्पेसिफिक फ्रेन्ड्स लेखाइसकेको छ। अब यो यसरी राख्नुभयो भने जसलाई तपाईँले सिलेक्ट गर्नुभयो त्यसले तपाईँको पोस्ट्स हेर्न सक्दैन। यदि तपाईँ चाहनुहुन्छ कि कसैलाई पनि म देखाउन चाहदिनँ, मात्र म हेर्न चाहन्छु, मात्र जुन पोस्ट जुन फोटो भिडियो म पोस्ट गर्छु ती मलाई मात्र देखाओस्, कसैले पनि नहेरोस् भने ओन्ली मीमा क्लिक गर्ने। अब सेभमा क्लिक गर्ने तल।
सेभमा क्लिक गरेपछि अब कसैले पनि हेर्न सक्दैन, तपाईँ मात्र हेर्न सक्नुहुनेछ। ल त यसरी नै तपाईँ हु क्यान सी योर फ्युचर पोस्ट्सको अप्सनहरू सिलेक्ट गर्ने। ल त यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु।